गुड मर्निङ गाइस, स्वागत छ तपाईँलाई मेरो सुब्बाको नेक्स्ट ब्लगमा। लाइट आयो। गुड मर्निङ। हामी चाहिँ भर्खर उठेर मेरो छोरालाई स्कुल पठाएर म र मेरो छोरी बसिरहेको छु एक्लै। है कान्छु, तिमी र म बसिरहेको है। फोनमा हेरिदिउँ न। हेलो गाइस भनिदेऊ, हेलो गाइस भनिदेऊ न। देख्नु भयो तपाईँहरूलाई हेलो भन्दैछ। अलिअलि गरेर सबै तपाईँलाई म देखाउँछु म कसरी बस्छु के गर्छु। हिन्दी भाषा बोल्दा बोल्दा नेपाली खत्तम भइसक्यो मेरो, त्यही भएर अलिकति अप्ठ्यारो हुन्छ, त्यही भएर तपाईँहरूले एडजस्ट गरिदिनु होला। अब मेरो सानो नानीको लागि म खाना बनाउन चाहन्छु। खानामा के बनाउनु नानीको लागि? आज नानीले त अरू चिज खाँदैन। मेरो नानीले खालि खान्छ ओट्स, दलिया, यहीहरू, रोटी दिन्छु। आज म नानीलाई गाजर उमालेर त्यो सब खिलाउँछु मेरो सानो नानीलाई। ठुलो नानी त स्कुल गइसक्यो, स्कुल 2 बजी आउँछ पनि स्कुलबाट। खानासाना बनाएर राखिदिनु पऱ्यो। बाहिर तपाईँलाई म जानु सक्दिनँ किनकि ठुल्ठुलो उयोहरू हुन्छ, त्यही भएर म फोन लिएर जानु सक्दिनँ, अनकम्फर्टेबल हुन्छ। आस्ते आस्ते जब आदत हुन्छ तब म फोन लिएर जान्छु बाहिर, सबलाई देखाउँछु। मेरो परिवार पुरा परिवार छ घरमा, पुरा फ्यामिली छ मेरो घरमा, पुरा सबैजना। त्यही भएर अहिले त हामी मात्रै देख्नु भएको छ। मेरो बुढा, मेरो नानी केटाकेटी पुरा छ हाम्रो घरमा। यहाँनिर तपाईँलाई म सब देखाउँछु। हुन्छ गाइस, मेरो पुरा काम छ। म काम पनि गर्छु, भिडियो बनाएर देखाउँछु तपाईँहरूलाई, चिन्ता नगर्नु होला। यो मेरो नानीको लागि खाना बन्यो। रोटी भिजाइदिएँ यसरी, यसलाई मिक्सरमा एकछिनमा पिसिदिनु पर्छ, त्यसपछि खान्छ मेरो नानीले आज रोटी। म चाहिँ यहाँ तरकारी पकाउन आइपुगेँ। नास्ता पनि खाँदैछु। आजको मेरो नास्ता अन्डा रोटी। अब चाहिँ साथीहरू, म आज इस्कुस बनाउँछु सब्जी। आजको सब्जी चाहिँ मेरो पहाडको इस्कुस, अन्त दाल, अन्त यो फर्सी हिजो मैले घरबाट ल्याएको थिएँ, आन्टीले ल्याइदिनु भएको हो। आज चाहिँ त्यही पकाउँछु। यहाँ भात चामल लागि राखिरहेको छु। यहाँ चाहिँ अब म सब्जी पकाउँछु। मेरो आजको चाहिँ यो सब्जी इस्कुस फर्सी कसैले पनि खाँदैन, म खान्छु खालि। उनीहरूको लागि चाहिँ अरू सब्जी पकाइदिन्छु, तपाईँलाई देखाउँछु होला एकछिनमा। यहाँ हाम्रो गेट छ, हेर्नुहोस्। हाम्रो गेट मेरो घरको गेट हो। किचनबाट अलिअलि देख्छ, धेरै देख्दैन। सब्जी पकाउँदा पकाउँदै तपाईँहरूसँग बात गर्छु। यो मेरो फर्सी, यो मेरो इस्कुस। आज यसको एक्लै खेल्दैछ ऊ हो, दिनभरि एक्लै खेलिबस्छ, सुत्छ, खेल्छ। त्यही मेरो बुढालाई बोला लाज लगाउँछ बुढा। घरमा भाडा बस्नेहरू सबै यिनीहरू भाडामा बस्छ। यिनीहरू सबैजना सब टोटो हाम्रो घर छ दाजुहरूको। मेरो चाहिँ होइन, म चाहिँ मेरो छैन नि टोटो सोटोहरू। मेरो त खालि उयो मात्रै छ, स्कुटी मात्रै छ। यो मेरो घरको बाहिर देख्नु भयो तपाईँहरूले मेरो घर। साथीहरू, म घरबाट बाहिर निक्लेँ, हेर्नुहोस् मेरो घर। उयो बिल्डिङ चाहिँ होइन नि, फेरि उयो ब्लु कलरको गेट भएको चाहिँ मेरो घर हो। अब हामी जाँदैछौँ घुम्नु भन्दा चाहिँ अल्छी लाग्यो घरमा बसेर, त्यही भएर घुम्नु निक्लेको। अब नानीलाई लिएर लुगा सुगा लगाएर, साह्रै जाडो छ। क्या हो के मेरो फुच्चे हुन्छ। म चढ्छु गाडीमा, त्यसपछि भिडियो बनाउँछु ल गाइस। भाई साहब लोग, ये मेरा आंटी का वीडियो है, आप लोग ज़रूर सब्सक्राइब करिएगा, लाइक करिएगा। मेरा आंटी वीडियो बना रहे हैं तो हम थोड़ा माफ़ी मांग रहे हैं।
नमस्ते। तो हम लोग आज एक वीडियो बना रहे हैं जिसमें आप लोग को तो लाइक देना होगा हम लोग का। प्लीज़ थोड़ा लाइक कर दीजिएगा, सब्सक्राइब कर दीजिएगा, जो हम लोग को लाइक मिले। एक तो आंटी का लाइक कर दीजिएगा। आंटी यूट्यूब चैनल बनाते हैं, तो हम लोग बनाते हैं हम लोग आंटी के साथ। तो एक तो वीडियो देखेंगे ना, तो आप लोग एक तो लाइक कर दीजिएगा, तो आपका भला हो जाएगा। थैंक यू बच्चों, आप लोग को सपोर्ट करने के लिए मेरा, ठीक है। जब वीडियो से पैसा कमाएगा ना, सबसे पहले तुम लोग को मिठाई खिलाएगा, ठीक है। मिठाई नहीं खिलाएगा, शॉपिंग कराएगा, ठीक है, तुम दोनों को, ठीक है। उसको भी कराएगा, तुमको भी कराएगा। हाँ, ए मत कर। अब हम दुपट्टा ओढेर निक्लेको बाटोमा एक मान्छेहरूले देख्नु सबले हेर्दै होला के गरेको यो केटीले के गरेको किनकि फर्स्ट भिडियो बनाएको। हेलो साथीहरू, अब हामी गएको बाटोमा छु म, मेरो बुढा, मेरो नानी हो। तपाईँहरूले लाइक सेयर कमेन्ट गरिदिनु भयो कि भएन मेरो भिडियोमा? साथीहरू प्लिज लाइक गरिदिनु होला मेरो भिडियोलाई, ज्यादा से ज्यादा सेयर गरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु है गाइजहरू। साथीहरू गाइज त भन्दैन, साथीहरू। अब हामी बाटो जाँदैछु म र मेरो बुढा। साह्रै अल्छी लागेर घरमा बसेर भ्लग बनाउँदै हिँडेको। अब हामी आधी बाटो आइपुगेँ, आइपुगेर तपाईँहरूलाई देखाउँदैछु। जाम छ गाडीहरू, ट्राफिक पनि रहेछ। ट्राफिक अगाडि झ्याप्प पक्रिनु ट्राफिक यहाँ। त हेलमेट पनि लाग्दैन, हेलमेट लाउनुपर्छ साथीहरू। बाटोमा हिँड्दाखेरि यसरी त पुलिसले झ्याप्प पक्रिन्छ, लान्छ पक्रेर है साथीहरू। अब हामी घरतिर जानु आँटेको साथीहरू। मैले सोचेको त यो डिजाइन भनेको त लाइट पो बिग्रेको रहेछ। हेर्नुहोस् न साथीहरू, हेर्दा त दामी देख्ने कि, तर झिलिक भएर त लाइट पो बिग्रेको रहेछ। एक साथमा लाइट बिग्रेको रहेछ हाम्रो यो जग्गाको, हाम्रो यो रोडको लाइट बिग्रेर केही छैन। साथीहरू, अब हामी घर जानु आँटेको, घरतिर लागेको। जुन कामको लागि गएको थिएँ त्यो काम त भएन, त्यो मान्छे त भेटिएन। तर अब फेरि नेक्स्ट टाइम जाउँला। अब चाहिँ हामी घरतिर लाग्नु आँटेको साथीहरू। घर पुगेपछि तपाईँहरूसँग बात गरौँला, हेर्दै गर्नु होला मेरो भिडियो। साथीहरू, म चाहिँ घरमा आइपुगिसकेँ मेरो छोरीलाई लिएर। यहाँ मेरो अर्को ठुलो छोरी हो, यो चाहिँ हो मेरो ठुलो छोरी। हाम्रो घर परिवार ठुलो छ, एकजना गरेर तपाईँलाई म देखाउँछु। ओ ठुलो छोरी अर्को पनि छ, नानीहरू भक्कु हाम्रो घरमा। अब म घर आइसकेँ, घर आइसकेर बसिरहेको छु। हामीलाई त नेपाली बोल्नु पनि आउँदैन, हाइसके भन्छ हो। बोलेर देखाइदेऊ त एकपल्ट, नेपाली कसरी बोल्छ। काली केटी, यो काली केटी मेरो है छोरो, दुई टुप्पी बाँधेर है नकाचोरी भएको छ। छोरी छ हाम्रो घरमा। भयो हुन्छ त साथी, आजको लागि यो भिडियो यहीँ रोकिदिन्छु म। भोलि फेरि हामी भेटौँला। हुन्छ गाइस, लाइक कमेन्ट। हुन्छ त गाइस, अब हामी आजको लागि यति नै। भोलि फेरि हामी भेटौँला। भोलिको नयाँ दिन, नयाँ चिज सब देखाउँला तपाईँहरूलाई। लाइक कमेन्ट सेयर गरिदिनु होला। मेरो दिदी बुझिस्, तैँले लाइक कमेन्ट सेयर गरिदियो भने कुटा खान्छस् तैँले, गर्दै सबलाई भनेर। मेरो दिदीलाई भनेको सुनिरहेको होला त्यसले। सुनिरहेको लाइक गरिदिनु ल सबलाई भनेर। बाई बाई गाइस।